पानी बदल्न जानुपर्ने भयो चिन्ने हो जसरी नागरिकताले तपाईलाई चिन्छ तपाई नागरिकता भए तापनि नागरिक नेपाली हो तर परिचय पत्र छैन भने तपाईले त्यो दाबी अंश दाबी गर्न सक्नुहुन्न आफ्नो अधिकार लिन सक्नुहुन्न त्यस्तै गरी चाहिँ तपाई खर्क तपाईले प्रयोग गरे हो तर यो तपाईको प्रयोग गरे खर्क भनेर तपाईको उपभोक्ता विधान नबनेसम्म यो तपाईको अधिकारको क्षेत्रमा रहँदैन त्यसो हुँदाखेरि यो अधिकार र चाहिँ सीमाको चाहिँ यकिन गर्ने फेरि अर्काको सीमालाई अर्कालाई छोड्दिने यो जनप्रतिनिधि साथीहरु पत्रकार साथीहरु वन कार्यालयबाट उपस्थित हुनुभएका सम्पूर्ण साथीहरु र यहाँ चाहिँ यो क्षेत्रमा हुनुभएका संचारका सम्पूर्ण दाजुभाइ कार्यक्रम जाजरकोट जिल्लाभरिका निम्ति आएको थियो मैले व्यक्तिगत रूपमा यो पटक चाहिँ मेरो पालिकामा लिदिनु पर्यो भनेर मैले चाहिँ वन प्रमुखसँग जानेमा तोरी बोलेछ फोटोचर्याबारीमा तोरी बोलेछ दिन्न भनेको मन छु त्यो फुलमा मौरी घुम्ने बेलामा हैन त्यो के फरक हो नोटिफिकेसन थाहा छ त्यो अर्को एउटा टिम पनि आउँदैछ है मान्छे चिन्नु पर्छ को यसरी निक्लियो जस्तो मान्छे किन फाल्नु त यत्रो महँगो त्यसमा
गर्नु पनि आएको थियो हामी आज यता छौँ यो पुरा हाम्रो जिल्ला वन कार्यालयको डेपु साहब लगायत हाम्रो गाउँपालिका अध्यक्ष हामी सबै भेरीगोठ सुधार कार्यक्रमका लागि पाटन क्षेत्रमा जानको लागि हामी आज यता छौँ। यहाँको दृश्य अहिले बिहानको यति सफा छ, यति राम्रो छ। हाम्रो यात्रा साइपुगेको हो। आज हामी जिल्ला सदरमुकाम अब हामी अर्को वर्ष यहाँ चाहिँ यो म्याराथन दौड गर्ने तयारी हाम्रो अध्यक्षज्यू ल हिँड्नु भयो अगाडि। पुरै उठ्यो त हले मात्रै यसले हल्याए त जडीबुटी रोप्नु पर्ने छ पछि। अहिले ठिक छ। टेन्ट हालौँ है सबै, कति छन् टेन्टहरू सबै? यहाँ ठिकै छ, त्यहाँ मात्र हानौँ ल, केही फरक परेन। अब हामी रमाइलो कार्यक्रममा छौँ। अहिले कहाँ हिँड्यो नि त अब? यसमै हो हामी बस्ने। हो टेन्ट अहिले हालौँ है। यो यस्तो त हुन्न यो। त्यो हाम्रो लागि हो अध्यक्षज्यू। यो राम्रो राम्रो हुँदैन। साइकौरी म्याराथनको सर्वे गर्न लागि हाम्रो टिम 3 नम्बर वडा अध्यक्ष, हाम्रो 4 नम्बरका सचिव र हाम्रा अनि हाम्रो सहयोगकर्ताहरू र अनि हाम्रो अध्यक्ष आफै दौडिराख्नु भएको छ। दौडेर थाक्नु भएको छ। अझै तपाईँ जानुहुन्छ, अझैमा जानुहुन्छ। म्याराथनमा तपाईँ फर्स्ट कोसिस गरिरहेको छु हो, गर्नु पऱ्यो। अझै बाँकी छ माथि जान है त। अगाडि जानु अनि पछि राख्नु।